कस्तो मोमोको क्रेभिङ भइरहेको थियो साथीहरू होइन। अनि मलाई चाहिँ मोमो खानु मन लाग्यो। अनि मैले चाहिँ पिठो मुछेँ अनि अचार बनाउनको लागि बदाम भटमासहरू भुटेँ अनि तिल पनि राखेको मिठो हुन्छ नि त, अनि तिल पनि राखेँ। अनि गोलभेडाहरूलाई पकाएँ, गोलभेडा रातो खुर्सानी गरेर अनि मजाले बनाउने। अनि यसलाई चाहिँ मिक्सरमा मजाले ग्राइन्ड गरिदिने। बाक्लो बाक्लो अचार मिठो हुन्छ मोमोको लागि। अनि घरमै बनाएको मोमो चाहिँ कति धेरै खाइन्छ नि त। होटेलको मोमो एक प्लेटमा अगम्म हुन्छ, यसमा चाहिँ मसलाहरूले गर्दाखेरि होला थोरै मसला राखिन्छ नि त। अनि त्यो पनि एकदम मिठो हुन्छ के। 2-3 प्लेट खाइदिएँ मैले त, कस्तो क्रेभिङ भएको थियो मलाई। हजुरहरू पनि यसरी बनाएर खान सक्नुहुन्छ है त। अनि मोमोको मसला बनाएँ, नुन खुर्सानी सब राखेर अदुवा पेस्ट सब हालेँ। मोले मोमो त्यसै राम्रो बनाउनु त आउँदैन, यस्तो काम चलाउ चाहिँ हुन्छ। यतिको भए त पुगिहाल्यो नि होइन घरमा खानालाई। यस्तो मिठो भएको थियो। ओके बाई।